Hey guys, welcome back to my new vlog. I am at TMZ Biology म TMZ vlog हो त्यसै गरी दिनको सुरुवात भइसकेको छ। आज चाहिँ हामी स्कुल जान लागेको स्कुलमा हल्का केही बाहिरको सब्जेक्ट पढ्नु पर्ने छ। बाहिरको भन्दा पनि अहिले म देखाउँछु केटा सबैलाई। यहाँ चाहिँ हाम्रो केटा चाहिँ केटा हाई गरिदेऊ ल। हाम्रो अर्को साथी पनि छ यहीँ ल केटा अब चाहिँ चल्दिस। आज फेरि म बुलेटमा हो नि फेरि अन्त साथी आज फेरि विली भयो क्या केटा बुझेनौ तिमीहरूले विली हो क्या आज फेरि लभली भयो हानिदिन्छ अहिले। आज चाहिँ केटा हाम्रो खतरावाला सुट पनि छ। हामीले त्यो सुट गर्ने भनेको छौँ केटा आजको सुट पनि लभली लभली भन्दा पनि लभली हुनेवाला छ। लेसी हेरौँ अब के कस्तो हुन्छ। यहाँ चाहिँ आन्टी जानु हुँदै रहेछ अरे क्या पछाडि चाहिँ हाम्रो यहाँ सिटीवाला अङ्कल हुनुहुन्छ त्यो केटा अङ्कलको सिटीमा सबैजना आउनु होला होइन अङ्कल बाजे केही भन्दिनँ त ठिक छ त अरे ल केटा यहाँ चाहिँ भिड रहेछ। अब हामी यो बाटो जानुपर्ने हुन्छ किनभने भिडबाट त्यो त्यहाँबाट किन जानु भनेर केटाहरू चाहिँ आउँदैछ। त्यही हो ग्याङ आज चाहिँ फर्स्टमै लोद लाग्यो क्या मा साथीको साइकल बिग्रियो होइन। अनि साथी हेर न उसको साइकल बिग्रियो कि अनि त्यो भल्टु हुन्छ नि भल्टु हाल्छ भल्टुबाट हावा निक्लेको गर्छ होइन। अनि भल्टु एउटा त्यहाँको भल्टुहरू चलाउँदाखेरि मलाई के गर्दैन नि त अनि चाइनिज भल्टु एउटा निकाली हालिदिएको सलिया त्यही म झन्डाले केटाहरूलाई देखेँ मैले बाटोमा। झन् तिमीले देख्यो भन न मलाई नत्र हामीले तिमीले घर लभली लभली कति घन्टा पढ्छु 24 नम्बर लगा टिचरले दाइले म कति 1 घन्टा पढ्ने हाइएमा त्यत्रो को पर्छ 1 घन्टासम्म पर्दैन। ड्रम सेट बजाउँदै बस्छ साको छैन साथी यो गेटअपले भोलि पनि आउने मार्टिन साटौँ न साथी भोलि आउँदैन केटा हो गइँदैछ। आजको वेदर चाहिँ यस्तो छ केटा हो। पानी चाहिँ त्यस्तो वाइल्ड परेको छैन सिमसिम पर्दैछ त्यही हो केटा हो। अस्तिको अहिले चाहिँ युट्युबमा पनि राम्रो रेस्पोन्स आउँदैछ किनभने डेली भ्लग हाल्छु होइन साथी सर्ट्समा डेली भ्लग हाल्छु कि सर्ट्समा 1K क्या भ्युज सर्ट्समा भ्लगमा चाहिँ होइन मेरो भ्लग त्यति मान्छेले हेर्दैन छ नि त धेरैमा हाले 50 उयो 75 जतिजनाले हेर्छ होइन। एउटा भ्लग हालेको थिएँ होइन मैले त्यो भाइले ठाउँ गएको सती घटा हो त्यहाँ गएको हालेको थिएँ होइन 100 सुन न 116 जना कि 20 जनाले हेरेछ हौ खुसी लाग्यो। त्यति भ्युज चाहिँ होइन केटा केही पनि होइन कि तर एउटा मोटिभेट हो क्या त्यो भ्लगमा त्यति भ्युज आउनु भनेको मेरो अहिलेसम्म आएको छैन नि त त्यही भएर आउनु त आएको छ त्यत्रो धेरै पनि आएको छैन क्या बुझेनौ हजुर यो 1 घन्टा पढेर आइहाल्छ नि काटी पनि हिँड न केटा हो। आजको गेटअप चाहिँ यस्तो छ केटा हो इनर अनि फर्मल प्यान्ट मार्टिन भइरहेछ भिडियो टाइमरै देखाउँदैन नि त भिडियोमा त ए माथि रहेछ ल केटा हो गइँदैछ। अब हामी चाहिँ भिडियो लाग्नुपर्ने हुन्छ केटा हो। यहाँ चाहिँ आज वाइल्डै भिडियो रहेछ के को भिडियो आई डोन्ट नो केटा हो के को भिडियो हामीलाई मतलब छैन। हामी चाहिँ आइसकेको छौँ अब हामीले त साइकल राख्नुपर्ने हुन्छ कहाँ राख्ने केटा साइकल ल स्कुल पनि आइपुग्यो हाम्रो स्कुल चाहिँ यही हो। अब यहाँ अगाडि राख्नुपर्ने हुन्छ साइकल लास्टमा चाहिँ एक विली देखाइदिनु पर्ने ल केटा देशको हालत चाहिँ यस्तो भएको छ भने म आउँछु भनेर सोचेको छु हजुर के छैन साथी मेरो युट्युबको फर्स्ट इन्कमले तिमीलाई फोन किनिदिन्छ अरे क्या त्यस्तो चाहिँ नेभरै हो कि केटा हो। त्यस्तो चाहिँ किनिँदैन केटा हो त्यही हो। स्कुल आइपुग्यो स्कुलको भ्यू चाहिँ यस्तो छ लभली छ हाम्रो स्कुल पनि कोही इन्ट्रेस्टेड छ भने पढ्नु यो स्कुल आउँदा हुन्छ ढुक्क आँखा चिम्लेर है
मलाई त खैचा लागिरहेको थियो अब हेर्न साथी ड्रेस सबै राम्रो मेरो ड्रेस कस्तो ड्रेस जागी तिम्रो एक घन्टा पछाडि आऊ नि आउ न राजा थेट आउ न बालको सिकडा यहाँ चाहिँ एक घन्टा पछाडि आऊ ल जुत्ता यहाँ चाहिँ यस्तो भइसक्यो हेर्न त दुईसम्म मिलाएको अवस्था एक घन्टा पछाडि ल अब गइने रहेछ उहाँ चाहिँ हाम्रो साथीले हामीलाई गिजाउँदैछ योले त्यही कुरा हो सेकडा हामी चाहिँ हाम्रो ठाउँमा पनि आइसक्यौँ अब यहाँ को छन् हेर्नुपर्ने हुन्छ हामी यहाँ चाहिँ दादा दिदीहरू आइसक्नु भएको रहेछ लकडा अब पिस्ता आउट अब एकछिन बसी भेट्नुपर्ने हुन्छ त्यो ग्याङ अहिले चाहिँ हामी क्लासमा हो क्लासमा चाहिँ हामीले यस्तो यस्तो बनाइरहेको छौँ नराम्रो चाहिँ नसोच्नु होला ग्याङ यहाँ चाहिँ केटीको हजुर साथी यो कोचो दिएको भन्दै त यो साथी दुई लाइक गर केटा होइन सबले सपोर्ट गर सोल्टीलाई सबले सपोर्ट गर नि फेरि ग्याङ यो मायासाले बोलाएर फेरि यो केटी त बाँगो रहेछ त्यही कुरा हो यहाँ चाहिँ राम्रो राम्रो केटीहरू त्यही हो कुरा पुस्ता अहिले चाहिँ होइन यतिको भएको छ सबैजना हल्ला गरिरहेको छ केही सुनेको छैन यहाँ चाहिँ यस्तो यतिको ड्रइङ भइसकेको छ यहाँ हाम्रो माला यो कति सुने होइन साथी हो त यो सुने हो कति पाँच तलाको यहाँ सिक्स प्याक अरू चाहिँ नदेखाऊँ होला केटा अहिले देखाएको पनि अहिले डिट गरिदिन्छ हामी चाहिँ दादा यहीँ हुनुहुन्छ दाइ हाई गरिदिनु हाई हो मैचाङ्गे त हेर्नु न मैचाङ्गे यस्तो गरेर हेरिहालेँ तर के छैन ग्याङ अब चाहिँ हामी हाम्रो सुटको टाइम पनि हुन लागिसक्यो कति झ्याक्कै 11:30 बजीदेखि स्टार्ट गर्छौँ होला बेसी केटा हो अब चाहिँ त्यही भेट्नुपर्ने हुन्छ किनकि यहाँ धेरै हल्ला छ नि त त्यही केटा पुस्ता हो सो ग्याङ केटाहरूको ड्रइङ त हेर्नु सक्नुभयो होला अब केटीहरूको यो केटी चाहिँ अलिकति धेरै मोटी भयो क्या राम्रै त छैन कि हो यो केटी चाहिँ जोत्तु रहेछ केटा हेर न टेन्सनले कपाल पनि झरेछ यो कसको गर्लफ्रेन्ड भन्दा फेरि ठ्याक्कै भन्नु यो चाहिँ कृष्णको गर्लफ्रेन्ड हो केटा हो यो यसको बुढा चाहिँ होइन यो हाम्रो यो साथी हो यो साथी गयो अरे त्यही एउटा पिस्ता उठा एकछिन पछि ए केटाहरूले ल बढी रिसाउने हुन्छ गीतको तालमा के गर्छ नुनलाई पनि थाहा हुँदैन अनि गीत नआउनेहरूले धेरै नै कन्ट्रोल सो ग्याङ केटीको ड्रइङ हेर्न सक्नुहुन्छ यो केटी चाहिँ धेरै वाइल्ड मोटी भयो यो केटाको चाहिँ केटीको ड्रइङ हो यो केटी हो है सो ग्याङ यो यताबाट चाहिँ होइन एउटै हल्ला गयो साथी यताबाट चाहिँ अब हामीसँग सुन गर्नु झर लगाउनु त्यही केटा हो केटीहरूलाई केही सुनेको केटाकेटीलाई हल्ला गरेर फेरि जाने बेलामा चाहिँ चिचाउनु पर्छ ल केटा हो अरे त्यहाँ यसबाट गर ल ब्लगमा हो क्या अब यो ब्लग अरे यहाँ
अब भित्र त्यो टोयलेट साइड त छिर्नु पर्छ यो टोयलेटमा चाहिँ के छ भने बेला बेला कस्तो सेन आउँछ क्या नराम्रो पनि सपोर्ट गरेर त्यो लेखिराख्दा हुन्छ क्या हामीले है हामीले जस्तो हेर्नु मात्रै लेख एकजनाले लेख्ने हो टोयलेटको बारेमा चाहिँ तिम्रो टोयलेटमा तिमीहरूको टोयलेटमा पानी आउँछ कि आउँदैन अनि त्यो हक सक्स बनाउने त्यही कुरा अब हामी यहाँ गइँदैछ है यहाँ चाहिँ आँखा कि दाँत चाहिँ हुँदैछ क्यामेराम्यानलाई हेर नि गरेर त भन्नु हेर त्यो अड्किरहेको छ दाइ अब त्यो नजान्ने मान्छे त्यस्तै हो कृष्ण आउँछ दाइ तपाईँको स्टोरेज फुल हुँदैन कहिले काहीँ होइन फोटो खिच्दाखेरि स्टोरेज फुल भएको छ भर्खर नयाँ हो कि त्यो पुरानो पुरानो हो कि पुरानो होइन कतिमा लिनुभयो 10,000 मलाई 12,000मा उयो 8% चाहिँ भन्दै सुनिनँ अब यो अब चाहिँ बर्थडे आउँदैछ कि साउन्डमा 11 लिउँ भनेको भ्लगको लागि हेलो आन्टी यहाँ चाहिँ अब फेरि दिदीहरू फोटोसुट गर्नु हुँदै रहेछ ब्लगमा हो आन्टी यहाँ चाहिँ राम्रो राम्रो आन्टीहरू हुँदै रहेछ ए सरी ल ए दिदीहरू हुँदो रहेछ यहाँ चाहिँ आँखा जचाइ हुँदैछ त्यही हो कुरा हो यहाँ आँखा जचाइ हो सुगडा गइँदैछ यहाँ चाहिँ अब कोले हो के त्यही हो अब यहीँदेखि घुम्नु ल कि एक राउन्ड हान्ने अब चाहिँ एक राउन्ड हान्नु पर्ने हुन्छ केटाहरूले यो जस्तो रहेछ गर्छ न अब गरोस् न त अब उनीहरूको के भन्नु हात चाहिँ एउटा चाहिँ गलिसकेको छ है केटा हो एउटा केटीलाई पुरा प्रपोज सपोज हानेर फुल सुट टिपेर होइन दाजुको फोन हो भ्लग त उहाँ छ हाम्रो भ्लगरलाई एकदम हेर्छौ तिमीले उयो केटीले चाहिँ मेरो भिडियो हेरेको मेरो भ्युवर भन अब भ्युवर त के जहिले हेर्नेलाई पो भ्युवर तिमी मेरो पङ्खा हो यही केटाको वाइल्ड भइरहेछ हात चाहिँ एउटा चाहिँ गलिसकेको छ लेख्ने मान्छे त उहाँ परेछ त पछाडि आज चाहिँ मैले स्ट्यान्ड के छ अङ्कल ठिक छ नि हजुर ठिक छ ए भिडियोमा हो क्या भ्लगमा अनि सबै देखाएको क्या अब त्यो उहाँको त्यो लेख्ने केटी चाहिँ उता उसलाई त यो स्कुलमै देखेको थिएँ जस्तो लाग्यो ओ तिमी यो स्कुल पढ्थ्यौ कति 10मा हो कहीँ देखेँ जस्तो लाग्यो कि त्यही तिमी नै आँखा जगाउन आएको हो दुई शब्द के भन्नु के को बारेमा ग्रुपको बारेमा यो ग्रुप चाहिँ एकदमै एकैछिन नबोल्दैउ न यो ग्रुप चाहिँ एकदमै राम्रो छ बडी सबैजना हल्ला गर्छ गफेमा भुलिन्छ त्यही हो बाबु तिमी पनि त्यही हो यार के बाबु मैले सबैलाई चुप लागेर बस भनिरहेको हुन्छु गाडीको चाहिँ चुइगमले त्यही हो चुइगम जगाउनु बहिनीले भन्यो उता हाम्रो क्लासको विद्यार्थीहरू मेन बोइजले यति साह्रो ड्याङ ड्याङ पार्छन् कि तिनीहरूलाई कुट्नुपर्ने अवस्था आएको तिमी भन्यौ न 2 शब्द हाम्रो दाइ चाहिँ ह्यान्सी हुनुहुन्छ नि फेरि होइन भ्रमणको लागि चाहिँ भ्रमण हाम्रो के अरे भूमिका भ्रमणको विषयमा छ त्यही भएर चाहिँ हामीले सबैलाई घुमाइरहेको छौँ स्कुलमा है स्कुलतिर घुमाइरहेको छौँ र स्कुलमा जे वस्तुहरू के भएको छ त्यो यिनीहरू सबै रिपोर्ट गर्नेछौँ हामी ग्रुप वाइज हामीले चाहिँ विभाजन गरेको छौँ र अब त्यही कुरा हो तपाईँ पनि बोल्दिन त 2 शब्द बोलेर यहाँ कपाल त भन्दा किन आएको दाजु को हो तिमीलाई भेट्न आएको हौ कुनहरू चाहिँ
यस्तो केटा हो अब चाहिँ यहाँ अब यो फुलले कस्तो देखेकै मलाई थाहा छैन अनि यहाँको स्कुल पनि लभली नै छ त्यस्तो वाउ वाउ खाले पनि छैन ठिकै छ अनि यहाँ चाहिँ लभली लभली कारहरू पनि रहेछ हेर्न सक्नुहुन्छ अगाडिपट्टि अनि मेरो चाहिँ अस्ति इनारबाट लभली भ्लग आएको थियो बट त्यो भ्लग चाहिँ मैले हाल्न पाइनँ किनभने थम्ने त्यो भ्लगको लागि थम्नेलले मैले भेटिनँ क्या त्यही भएर त्यस्तो भएको नत्र त्यो भ्लग पनि वाउ नै थियो त्यही हो केटा हो त्यो भिडियो पनि लभली नै थियो त्यही हो केटा हो अब एकछिन पछि भेट्नु पर्ने हुन्छ पिस आउट